लगाइदियो है। अब मैले आज नयाँ भिडियो मैले सबैभन्दा पहिला सुरुमा हालेको थिएँ नि एउटा भिडियो, त्यो चराले त्यो गुडमा अन्डा पारिरहेको थियो। अनि यहाँको एकजना त्यो मेकानिक लोकल मेकानिक हो, त्यो मेकानिकले चाहिँ के गरेछ भने च्याप्पो समातेर फ्यालिदियो कि। पहिला चाहिँ म खान्छु भनेर चाहिँ उठाएर राखेको थियो, अनि त्यसले चाहिँ पछि त्यो चराको फिस्टेचरीको अन्डा चाहिँ फ्याँकिदियो है मैले। अनि त्यसपछि हामीले सबैले नेपालीहरूले त्यसलाई गाली गऱ्यौँ। यसरी चाहिँ अर्काको चाहिँ घरबार चाहिँ यसरी चाहिँ उठिवास गराउने भनेर हामीले हाम्रो भाषामा गाली गऱ्यौँ। त्यसपछि त्यहाँ निर्माण कार्य पनि हुँदै थियो। त्यो अब लगभग बच्चा मर्नुभन्दा अन्डा नै त्यहाँ गयो भने कोही साथीहरू त्यो सल्लाह दिनुभयो। पछि फेरि त्यसले चाहिँ पछि फेरि यता ठुलो हामीले माटो थुपारेको ठाउँ चाहिँ गुड बनाएर चाहिँ एकजना भाइले चाहिँ त्यहाँ स्काइभेटर चलाउनु देख्नु भएको रहेछ। म त्यहाँ गएर त्यसको भिडियो बनाउँदैछु है साथीहरू। ल हेर्नुहोस् है, म तपाईँलाई त्यहाँ गएर सबै कुरा देखाउँछु। यो चाहिँ पहिला यहाँ पुरै माटो थुपारेको छ। यहाँ चाहिँ भाइले काम गर्ने बेला जेसिबीले काम गर्ने बेला देख्नु भएको रहेछ। मैले चाहिँ लिएर चाहिँ देखाउँदैछु है साथीहरू। सबैजनाले मेरो भिडियोलाई स्किप नगरेर हेर्नु होला। यस्तो देखाउँदैछु जसले पनि आफ्नो बच्चाहरूलाई चाहिँ सुरक्षित राख्न खोज्छ। त्यही भएर पशुपन्छी बोल्न नसक्ने मात्रै हो, एकदम सिपालु हुन्छन् यिनीहरू पनि, भाषा बुझिँदैन। ल हेर्नुहोस् है गाइजहरू, मैले तपाईँलाई देखाउँदैछु। यसको भित्र यसको आमा छ कि छैन थाहा छैन, आमा भएको भए सायद उडिहाल्थ्यो होला। बिस्तारै देखाउँदैछु साथीहरू है। अन्तिमसम्म भिडियो हेरिसकेपछि यस्तो पानी परेछ बाहिर, तर आमाले बच्चाहरूलाई यस्तरी भित्रसम्म लुगाएर यसरी पारेछ। ल हेर्नुहोस् है, तपाईँलाई देखाउँदैछु म है। यति सानो पहिला अस्ति अन्डा थियो भनेर भन्नुभएको थियो साथीले। ल हेर्नुहोस् है, यहाँ चाहिँ कतिवटा रहेछन् भने चाहिँ 1 2 3 4 5 6वटा बच्चाहरू रहेछन् यहाँ है। बच्चाहरू भनेपछि मलाई नि एकदम लाग्छ। ल हेर्नुहोस् ल, लगाइदिएर है, अन्तिमसम्म हेर्नु होला भिडियोलाई क्लियर तरिकाले। ल हेर्नुहोस् यहाँ बच्चाहरू सानो ढक्क बसिरहेछन्, सुरक्षित छन् यिनीहरू। माथि ढुङ्गा खसेको जस्तो छ। यो ढुङ्गालाई चाहिँ यसो निकालेर फाल्ने भने त चरा हो, के फरक पर्छ, चराको आमा बच्चाहरू। ल हेर्नुहोस् है साथीहरू, सबैजनाले यो बच्चाहरू चाहिँ 6वटा छन्, जो अहिले सुरक्षित छन् है। अहिले माटो फाल्ने काम छ। लगभग अबको 1 हप्तामा सायद यिनीहरू उडिसक्छन् होला। यसको आमा चाहिँ कराएको छ, कहाँ छ यसको आमा चाहिँ, कता कराएको छ, माथि छ है अगाडि। ल हेर्नुहोस् है, यसको आमा चाहिँ देखाउँछु मैले। ऊ माथि उडिरहेछ। 2जना आमा र बा छन्, 2जना यस्तरी कराइरहेछन् माथि है। एउटा पर छ यस्तो सानोमा देखाएको छ कि माथि यसरी उडेर मलाई चाहिँ टोक्न खोजिरहेको छ। अब बच्चाहरू गरेपछि जसले पनि गर्छ नि होइन। हामी चाहिँ काम गर्ने ठाउँ चाहिँ यही हो, तपाईँलाई मैले पहिला पनि देखाएको थिएँ। ल हेर्नुहोस्, यो पुरै फिल्ड हो। हामीले त्यो पहिला सुरुमा चाहिँ अन्डा पारेको थियो, त्यो फ्याँकिदियो। त्यसपछि यसले फेरि अन्डा उत्पादन गरेर यस्तो लुकाएर भित्र सुरक्षित घाम पानीले चाहिँ केही नहोस् भनेर बच्चाहरूलाई यसरी चाहिँ लिएर यसरी बनाएको छ। पुन्टु सानो मान्छेहरू पुन्टु आइदे पुन्टु कुकु कुकु। ल हेर्नुहोस् है साथीहरू, सबैजनाले भिडियोलाई अन्तिमसँग हेरेर लाइक अनि कमेन्ट अनि सेयर 3टै बेल आइकनलाई थिचेर सहयोग गर्नु साथीहरू है। प्लस यस्तो छ, अब यहाँ मैले तपाईँलाई देखाइरहेको थिएँ, नजिकै हाइवे छ, यहाँ गाडी छ, जङ्गल चाहिँ गाडी छ, गाडीहरू कुदिरहेको छ। यस्तो छ यहाँ। फेरि पनि अन्तिममा देखाउँछु है त म। ल मैले चाहिँ अहिले बन्द गरिदिन्छु टक्क। अहिले उसको आमाहरूले चाहिँ सुरक्षित हुनु पऱ्यो नि। ला ढुङ्गा खसिहाल्यो त, ढुङ्गा खस्यो है माथिबाट। माटो चलाउँदा माथि गएर यसरी मिलाइदिनु पऱ्यो, लुकाइदिनु पऱ्यो नि, फेरि अरूले कसैले खाइदिन सक्छ है। त्यही भएर मैले यसलाई मिलाएको छु। ल हेर्नुहोस् है साथीहरू, ल
भित्र यिनीहरू सुरक्षित छन्। टक्क बसिरहेको छ। सबले मन पराएर लाइक कमेन्ट एन्सर ल। हामी चाहिँ काम गर्ने फिल्ड यही हो, तपाईँलाई मैले देखाइसकेँ लगाइजहरू है। अब भिडियो यस्तै बनाउँछु मैले। अब जे छ अब त्यो वास्तविक रूपमा मैले पोस्ट गरेर हुन्छु। सबैले चाहिँ स्किप नगरेर हेरेर लाइक अनि कमेन्ट, त्यसपछि अन्त्यमा सेयर गरेर तिनवटा बेल आइकनलाई थिचेर चाहिँ सहयोग गरिदिनु सक्यो है। अनि मेरो पेजलाई, मेरो फेसबुकलाई फलो गरिदिनु होला है त। मेरो नाम सर्च गरेर साथीहरूसँग पुर्याइदिनु होला। हस्, सबैलाई धन्यवाद, बाई।